Video since long I editing बाद video बनाउँदैछु Hello guys, good evening. Welcome back to our channel. तपाईहरु हाम्रो च्यानलमा फेरि पनि स्वागत छ है र by the title or thumbnail देखेर तपाईलाई आज भिडियो केको बारेमा हो भनेर थाहा पाइसक्नु भयो होला हैन अन्त यहाँ guys I am making video after 2 weeks है मेरो लास्ट भिडियो म उता घर गएको थियो त्यहाँदेखि मेरो भिडियो आएको छैन हैन अन्त किनभने म सन्चो छुइनँ नि त अन्त अहिले पनि त्यति सन्चो छुइनँ है अन्त म उता घर गएको भोलिपल्टदेखि चाहिँ यहाँबाट गएको भोलिपल्टदेखि चाहिँ म बिमार भयो हैन मेरो यो राइट साइड चाहिँ पुरै प्यारालाइसिस भएको जस्तो भयो हैन मेरो यसरी आइब्रो रेज गर्दा पनि यो रेज नहुने मुभ भागेर पुरै यहाँ पुगेको थियो लेफ्ट साइडमा यो राइट आँखा यत्रो ठुलो भएको थियो लेफ्ट आँखा सानो यो राइट अब गाला सुन्नेको सत्रो भएको थियो बोल्दाखेरि पनि अप्ठ्यारो हुने खाना खाँदाखेरि पनि अप्ठ्यारो हुने हैन अनि अब डाक्टर देखाउन जान आँटेको थियो 14 तारिकका नेपालीको न्यू इयर 15 मा बेङ्गली न्यू इयर 16 मा वेन्सडे जान आँटेको थियो म र मेरो हस्बेन्डको आमा है सासू आमा र म मेरो हामी दुईजना जान आँटेको थियो अन्त मम्मीलाई पनि कल गरेँ यता पनि भन्नु पर्यो त हैन मम्मीले नजानु होस् पहिला के गर्नु अन्त मात्रै जानु भन्नुभयो अन्त के लाग्यो र बाबा र मम्मीले नजानु भन्नुभयो यता आउनु भन्नुभयो हैन अन्त म यता घर आयो आमासँग नै आयो हो मेरो म त मिलासँग नै म यता आएँ अन्त एक दिनको लागि मात्रै आएको थिएँ तर म चाहिँ बसेँ हो इट्स मोर देन अ विक है धेरै दिन पछि त म यहाँ आएको होइन अन्त आज चाहिँ म जानेवाला थियो बट इट्स रेनिङ आउटसाइड होइन स्टिल इट्स रेनिङ त्यही भएर आज गएन स्कुटीमा भिज्छ नि त गएन आज भोलि मात्रै जान्छु होइन अन्त के भन्छ म डक्टर देखाउनु त गएन अनि मैले यताउति गरायो यताउति गरेर चाहिँ मेरो मुख चाहिँ अलिकति बन्यो होइन अलिकति भन्दा पनि निकै बन्यो अन्त तर मेरो आँखा चाहिँ अब सानो सानो हुँदै गयो होइन अन्त ब्लिङ्क पनि हुनु थाल्यो होइन अन्त मुख पनि निकै सिधा हुनु थाल्यो खाना खाँदा पनि कस्तो अप्ठ्यारो हुने यतापट्टि यहाँनिर खाना बसेर एक्स्ट्रा गर्नु पनि सक्दिनँ थिएँ होइन पुरै नचल्ने भएको थियो त हो त्यहाँदेखिको मलाई पुरा च्युइङगमहरू च्यु गर्नु भन्नुभयो होइन मैले युट्युबमा भिडियोजहरू हेरेँ होइन अन्त त्यहाँदेखिको मैले पुरा एक्सर्साइजहरू पुरै त गरिनँ मतलब अब उयो च्युइङगमहरू च्यु गरेँ बलुनहरू फुलाएँ होइन अन्त आँखाहरू पुरै आँखाको एक्सर्साइजहरू गरेँ आफूले अब फिजियोथेरापिस्टले गर्नु त हुँदैन होइन तरै पनि जतासुकै अब म यस्तो गरेर मसाज गरेर म यतिको चाहिँ भयो अन्त स्टिल अब त्यति राम्रो त भएको छैन होइन अन्त मेरो तर मेरो आँखामा चाहिँ पुरा आँसु आउँछ होइन अन्त तपाईँहरूले पनि भन्नुहुन्छ होला होइन के भन्छ अब बिमाउँदाखेरि त अब हस्बेन्ड हेर्दा हुन्छ नानीको हेर्दा हुन्छ होइन त्यो भएर म चाहिँ अहिले यता छु अन्त त्यो पनि बुटीहरू लाउनु थियो यताउति गरेर यहाँ बसेको अन्त अब मेरो हस्बेन्ड त ड्युटीमा हुनुहुन्छ होइन भन्ने बेलामा छुट्टी पाउँदैन होइन अन्त त्यहाँदेखिको छुट्टी पाउँदैन जस्तो याद आउँछ होइन अन्त मनमा एकाकै डर हुन्छ कि उसलाई मेरो अब म पहिला जस्तो भएन भने भन्नुहुन्छ होइन तर अब यतिको त अब के गर्नु पहिला जस्तो भएन भने मेरो यतिकै भइबस्यो भने भन्ने पुरा डर लाग्थ्यो होइन तर यतिको त भयो होइन अन्त अब नत्र त बोल्दाखेरि पनि त्यस्तो हुने हो अहिले चाहिँ त्यति साह्रो भएको छैन हुँदो होला कम्ती खान्थ्यो हो अन्त अब आजसम्म 16 डेज भयो होइन अब 16 डेज अब 1 महिना चाहिँ म हेर्छु होइन अब पुरै अब 1 महिनासम्म जाति भएन भने चाहिँ डक्टर देखाउनु जान्छु है थेरापी गर्छु अन्त थेरापी गर्नुपर्छ अरे नि त अन्त भाउजू मेरो भाउजूलाई पनि यस्तो भएको रहेछ होइन अनि भाउजूले त्यही भएर भिडियो नहालेको नडराउ थेरापी गर्नुपर्छ जाति हुन्छ मेरो पनि भएको थियो भने मलाई ढुक्कै अलिकति भए पनि ढुक्कै लाग्यो अरूको पनि भएको थिएछ भन्नुभयो होइन अन्त त्यहाँदेखिको यस्तै थियो होइन अन्त त्यही भएर चाहिँ मैले यही कारणले गर्दा चाहिँ मैले भिडियो पनि पोस्ट गरेको अन्त तपाईँहरूलाई थाहा भयो होला होइन अन्तखेरि सजेस्ट मी होइन तपाईँलाई केही अब थाहा छ भने प्लिज टु सजेस्ट है म अब त्यस्तै गर्छु होइन अन्त प्लिज प्रे फर माई स्पिड रिकभरी है अन्त यतिको त म भएको छु होइन अन्त अब छिट्टै जातिबाट भेट्छु म तपाईँहरूलाई अब यस्तै मुभ भए पनि भिडियो त आउँछ हो भिडियो बनाउँछु अब है
किन नबनाउनु, अब एक्सेप्ट त गर्नुपर्छ है, अब जे छ त्यस्तोलाई एक्सेप्ट गर्नैपर्छ होइन। अब कहाँ सोचेको थियो मैले पनि यस्तो हुन्छ भनेर होइन, तर अब जाति त हुनेछु होइन। भिडियो बनाउने नसोचेको थिएँ, तर पनि है बनाऊ न बनाऊ, सबैजनाले बनाऊ भन्ने भयो होइन, त्यही भएर बनाएको। अन्तखेरि अब तपाईँलाई है खुसी लाग्छ, अब म तपाईँलाई अर्को भिडियोमा भेट्छु है। अब त भिडियो बनाउँछु, तपाईँले मलाई देख्नुभयो होइन। अन्त है डोन्ट टेक इट अदरवाइज है, यस्तो नराम्रो कमेन्टहरू नगरिदिनुहोस् होला होइन। अन्त त्यहाँदेखि अब म तपाईँलाई अर्को भिडियोमा भेट्छु। टिल देन स्टे सेफ, टेक केयर, बाई बाई, ल।